नमस्कार प्यारा विद्यार्थी भाइ बहिनीहरू। म नेपाली विषय शिक्षक वैकुण्ठ प्रसाद देउपाने श्री आजाद माध्यमिक विद्यालय पाँचखाल 12 बालुवा काभ्रे पलाञ्चोकबाट माध्यमिक तहको कक्षा 10 मा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूका लागि प्रश्न नम्बर 2 मा सोधिने शब्द पहिचान शब्द भण्डार अन्तर्गत शब्द पहिचानसँग सम्बन्धित अभ्यास सहजीकरण क्रियाकलाप सहित उपस्थित भएको छु। यहाँहरूलाई यो भिडियो मार्फत हार्दिक स्वागत गर्न चाहन्छु र सफलताको शुभकामना भन्न चाहन्छु। प्रश्न नम्बर 2 अन्तर्गत शब्द भण्डार अन्तर्गत शब्द पहिचान सम्बन्धी बोध प्रश्न सोधिने व्यवस्था रहेको छ। विशेषीकरण तालिकामा उल्लेख भए अनुसार अनुच्छेदबाट पर्यायवाची शब्द 1, विपरीतार्थी शब्द 1, अनेकार्थी र श्रुति समभिन्नार्थक शब्द मध्येबाट 1 र लघुतावाची र सिङ्गो शब्द मध्येबाट एक शब्द गरी जम्मा चारवटा शब्द पहिचान गरी लेख्ने 2 अङ्क भारको प्रश्न सोध्ने व्यवस्था गरेको छ र प्रति शब्द पहिचान बापत 0.5 का आधारले 2 अङ्क जम्मा प्रदान गरिनेछ। शब्द वर्णहरूको अर्थपूर्ण संयोजन वा सार्थक समूहलाई शब्द भनिन्छ, जस्तै कलम, किताब, कापी, अमला, सुर्खेत, नारायण, शिशिर आदि। अर्थात् कोशीय आधारमा अर्थ प्रदान गर्न सक्ने वर्णहरूको समूह नै शब्द हो। शब्दहरूले उस्तै ठिक उल्टो वा विपरीत एकभन्दा बढी अर्थ प्रदान गर्छन् भने कतिपय शब्द सुन्दा उस्तै सुनिने तर अर्थगत विविधता हुने किसिमका हुन्छन्। शब्दको वर्गीकरण पर्यायवाची, विपरीतार्थी, अनेकार्थी, श्रुति समभिन्नार्थी, लघुतावाची, सिङ्गो, सार, युग्म, संक्षिप्त आदि गरेर गरिएको पाइन्छ। पर्यायवाची शब्द जस्तै विद्यार्थी भाइ बहिनीहरू यहाँ उदाहरण हेर्न सक्नुहुन्छ। सूर्य, आदित्य, भास्कर, भानु, दिवाकर, दिनकर, उषाकर, प्रभाकर, घाम, रवि, रुख, तरु, लतिका, वृक्ष, द्रुम, चन्द्रमा, इन्दु, शशी, रोशनी, चाँदनी, निशाकर, जुन, आकाश, गगन, नभ, व्योम, सगर, अम्बर। उस्तै उही समान वा एउटै अर्थ दिने शब्दलाई चाहिँ पर्यायवाची शब्द भनिन्छ। विपरीतार्थी शब्द सम्भवको असम्भव, सज्जनको दुर्जन, न्याय अन्याय, मृदु कटु, वर पर, जीवन मरण, शीत उष्ण, साहु आसामी, नूतन पुरातन, योगी भोगी, आकर्षण विकर्षण, मोही तलसिङ, ज्ञात अज्ञात, शिर पाउ, लघु गुरु। परस्पर ठिक उल्टो वा विपरीत अर्थ दिने शब्दलाई विपरीतार्थी शब्द भनिन्छ। अनेकार्थी शब्द अर्थ, टिका, उत्तर, ताल, सुर, हार, कदम, कछाड, कल, कर, डमरू, हरि, ताप, तार, दर, तर, रस, जाल, मेला, कस, थरी, पिर, छन्द, गोल, हात, साँचो, कलम आदि चाहिँ हावा, तान, काम, पुतली, हावा, नाग आदि अनेकार्थी शब्द हुन्। एउटै शब्दले सन्दर्भ अनुसार फरक फरक अर्थ दिन्छ भने त्यस्ता शब्दलाई चाहिँ अनेकार्थी शब्द भनिन्छ। श्रुति समभिन्नार्थक शब्द जाति जाति, खाली खाली, फुल फुल, सीता सीता, दिन दिन, बिस बिस, शीत शीत, जुन जुन, देखि देखि, तिर तिर, पुरा पुरा, बाजी बाजी, यति यति, कृति कृति, आँसु आँसु आँसु, सब सब, वर बर, डर दर, गर्व गर्भ, बाघ बाघ, दीप दीप आदि श्रुति समभिन्नार्थक शब्द हुन्। लेखाइमा केही फरक हुने, बोलाइ र सुनाइमा उस्तै हुने तर अर्थमा विविधता हुने शब्दलाई चाहिँ श्रुति समभिन्नार्थक शब्द भनिन्छ। लघुतावाची शब्द पत्रको पत्रिका, दाउरा छेसको, कपाल रौँ, भात सितो, घाँस पराल त्यान्द्रो, आगो झिल्को, अचार पित्को, खाट खटिया, घैँटो घैँटी, थाल थाली, अदुवा पानो, मुला चानो, तेल छिटो, तरुल ठुन्को, सुन्तला केस्रो, लसुन पोटी, धुलो कण, काँक्रो चिरो। कुनै वस्तु वा शब्दको लघु वा सानो रूप बुझाउने शब्दलाई चाहिँ लघुतावाची शब्द भनेर भनिन्छ। सिङ्गो शब्द आस्तिक, धर्मप्रति विश्वास भएको, नासो पछि फिर्ता लिने गरी राख्न दिएको वस्तु, बिस्कुन, घाममा सुकाउन हालिएको अन्न, देख्न नसकिने अदृश्य, ईश्वरप्रति आस्था नराख्ने नास्तिक, कर्ममा विश्वास राख्ने कर्मवादी, कहिल्यै नाश नहुने अविनाशी, नमिठो बोली भएको कटुभाषी। धेरै शब्दको अर्थ एउटै शब्दले दिने शब्दलाई चाहिँ सिङ्गो शब्द भनिन्छ। सिङ्गो शब्दलाई सार शब्द पनि भन्ने गरिन्छ। विद्यार्थी भाइ बहिनीहरू, संक्षिप्त शब्द परीक्षा नियन्त्रण कार्यालयको पनिका, माध्यमिक विद्यालय मावि, प्राध्यापक प्रा, डाक्टर डा, पण्डित पम,
गाउँपालिका गापा, नगरपालिका नपा, त्रिभुवन विश्वविद्यालय त्रिवी, कार्यालय सहयोगी कास शब्दका सुरुका अक्षरबाट बनेका शब्दलाई चाहिँ संक्षिप्त शब्द भनेर भन्ने गरिन्छ। अब समूहवाची शब्द अङ्गुरको झुप्पो, मकै सुली, उखु कुएर, केरा घरी, पुष्प गुच्छा, दाउरो खलियो, पराल कुन्यु, माछ टौवा, कमिला ताँती, पैसा बिटो, क्याट लक्कु, बाँस झ्याङ घारी। एकभन्दा बढीको संख्या वा समूह बुझाउने शब्दलाई समूहवाची शब्द भनिन्छ। युग्म शब्द माया ममता, चिन्तन मनन, बिउ बिजन, हाँस खेल, रात दिन, लेनदेन, उठबस, छेउकुना, बेला मौका, हारजित, वारपार, लुटपाट, भेटघाट, काटकुट, बोलचाल, आनीबानी, टालटुल, चिरफार, घर घर, खेत खेत। एउटा शब्दसँग अर्को शब्द पनि जोडिएर एकसाथ आउँछन् भने त्यस्ता शब्दलाई युग्म शब्द भनिन्छ। युग्म शब्दमा द्वित्व प्रक्रियाबाट बनेका द्विरुक्त शब्द पनि पर्दछन्। समावेशक वा समावेशी शब्द देश नेपाल, चीन, भारत, फूल सयपत्री, गोदावरी, मखमली, फलफूल स्याउ, आँप, केरा, मेवा, चरा, कोइली, मयूर, डाँफे, मुनाल, परेवा, ढुकुर। अन्य शब्दलाई आफूमा समावेश गर्ने शब्दलाई समावेशक शब्द भनिन्छ। यस्ता शब्दहरू जातिवाचक हुन्छन् भने समावेशक शब्दमा समावेश हुने शब्दलाई चाहिँ समावेश्य शब्द भनिन्छ। यस्ता शब्दहरू व्यक्तिवाचक हुन्छन्। अब विद्यार्थी भाइ बहिनीहरू हामी अभ्यास गरौँ। दिएका अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् भनेको छ। शिखरमा पुग्ने चाहना कसलाई हुँदैन र बेसीमा हिँडेको मानिस पर्वतको शिखरमा पुग्न चाहन्छ। समस्याको मूल पहिले आएर मात्र मानिस गन्तव्यमा पुग्न सक्छ। पहाडी चट्टानमा टेक्दै आफ्नो चढाइलाई निरन्तरता दिँदै प्राप्तिमा हर्ष बढाइ गर्दै अगाडि बढ्न सके जिन्दगी आहा बन्छ। पाषाणको पर्यायवाची शब्द चट्टान, चट्टान भेटिएन भने ढुङ्गा भेटियो भने ढुङ्गा, ढुङ्गा भेटिएन भने चट्टान लेख्नु होला। लेखको विपरीतार्थी शब्द बेसी अनेकार्थक शब्द हो। त्यहाँनिर चाहिँ अब अनेकार्थक शब्द के छ भनेर विद्यार्थी भाइ बहिनीहरूले खोज्नुपर्ने हुन्छ। मूल भन्ने शब्द अनेकार्थी शब्द रहेको छ। पुग्नुपर्ने ठाउँलाई गन्तव्य भनिन्छ। यो सिङ्गो शब्दको रूपमा आउँछ। प्रश्न नम्बर 2 मा हावा, पानी, माटो, जैविक वस्तुको अस्तित्वका लागि वातावरण संरक्षण आवश्यक हुन्छ। यी वस्तुमा भएको वातावरण विनाशको मात्राले पनि वातावरणलाई बृहत प्रभाव पार्छ। वायुको हावा, लघुतावाची शब्द थोपा हो भनेको छ। पानीको थोपा हुन्छ। सूक्ष्मको विपरीतार्थी शब्द त्यहाँनिर बृहत भन्ने शब्द छ। अनेकार्थी शब्द यसै गरी चाहिँ प्रयोग भएको मात्रा पनि छ अनि आदि पनि छ। मात्रा भनेको चाहिँ यो वर्ण विन्यासको अ आ इ लेख्य चिन्हहरूलाई पनि मात्रा भनिन्छ। आदि भनेको सुरुवात र इत्यादि भन्ने अर्थ आउँछ। प्रश्न नम्बर 3 मा अतीतका अनेक स्मृति उनका सामुन्ने साकार भएर आए। एकपटक स्वर्गीय पिताको तेजस्वी अनुहार सम्झना भयो। केही बेरपछि बर्र आँसु झारेर आफ्नो नित्य कर्मतिर लागे। विस्मृतिको विपरीतार्थी शब्द स्मृति, सदाको पर्यायवाची शब्द नित्य, आँसुको लघुतावाची शब्द थोपो। अनेकार्थी शब्द चाहिँ 3टा छन् यो अनुच्छेदमा। साकार एउटा, तेजस्वी अर्को र कर्म अर्को छ। 4 अस्वस्थ भएर सुतेकी सबरीलाई प्यास लाग्यो। बतासेले दिएको लोटीको पानी घुटु घुटु पारी उसले सबैलाई अन्न खान मन नलाग्ने कुरा गरी। उसले कहिलेकाहीँ आफ्नो होस गुम्न लागेको कुरा पनि गरी। तिर्खाको पर्यायवाची शब्द प्यास, को लोटाको लघुतावाची शब्द लोहटी, स्वस्थको विपरीतार्थी शब्द अस्वस्थ, होसको श्रुतिसम्म भिन्नार्थक शब्द होस भनेर हुन्छ। प्रश्न नम्बर 5 हामी चिकित्सक जस्तै नभए पनि उनीहरूले आफ्नो मानव सेवा गरेर असल मार्गलाई पछ्याउने काम गर्न सक्छौँ। रहर गरेर मात्र हुँदैन, कर्म पनि गर्नुपर्छ। कर्म गर्नेको उन्नति हुन्छ। छेस्को पनि नउठाउनेले ठुल्ठुला कुरा गरेको सुहाउँदैन। अनेकार्थी शब्द हो। रहर छ, कर्म छ। पथको पर्यायवाची शब्द मार्ग हो। दाउराको लघुतावाची शब्द छेस्को हो। अवनतिको विपरीतार्थी शब्द उन्नति हुन्छ। 6 प्रेमले छोरीको विवाहमा प्रशस्त दाइजो दिए। समृद्ध परिवारमा हुर्किएकी शिला अरूभन्दा भिन्न स्वभावका कारण एक कदम अगाडि नै थिइन्। छोरीलाई विदाई गर्दा उनको परिवारका सदस्यको अनुहारमा अँध्यारो छाएको थियो। सम्पन्नको पर्यायवाची शब्द विद्यार्थी भाइ बहिनीहरू कतिपयले यहाँ प्रशस्त भनेर खोज्नु होला। समृद्ध हो। अनेकार्थी शब्द र या कदम छ। त्यसै गरी शिला र कदम अनेकार्थी शब्द हुन् भने उज्यालोको विपरीतार्थी शब्द अँध्यारो हो। सिङ्गो शब्द चाहिँ दाइजो, यहाँ दाइजो शब्द छ। प्रश्न नम्बर 7 धेरै दिनपछि चर्को घाम लागेपछि पातलो शरीर भएकी हरिमायाले आँगनमा नयाँ मान्द्रामा बिस्कुन सुकाउन थालिन्। धानमा सेता पुतली लागेको हुँदा उनी निकै चिन्तित थिइन्। अनेकार्थी शब्द छ सबैभन्दा पहिला। अनेकार्थी शब्द चाहिँ यहाँनिर पुतली, तनको पर्यायवाची शब्द शरीर, मलिनको विपरीतार्थी शब्द चर्को,
अनि सिङ्गो शब्द हो भने बिस्कुन चाहिँ सिङ्गो शब्द। रामपुर नाम गरेको गाउँमा एकजना किसान बस्थे। उनी सधैँ कछाड र भोटो लगाएर पत्नीसँग खेतमा काम गर्न जान्थे। धानका पातमा परेको शीत देखेर उनी आनन्दित हुन्थे। श्रीमतीको पर्यायवाची शब्द पत्नी, अनेकार्थी शब्द काम, कछाड, सहरको विपरीतार्थी शब्द गाउँ र सिङ्गो शब्द चाहिँ यहाँनिर एउटा शीत पनि हुन्छ, अर्को किसान पनि सिङ्गो शब्द हुन्छ। सबैले आफ्नो कर्म अनुसारको फल अवश्य पाउँछन्। भिडको पछाडि लागेर खराब काम गर्नेले गल्ती स्वीकार्दैनन्। सत्य अँगालेर न्यायको मार्गमा हिँड्नेको शिर सधैँ उच्च हुन्छ। अनेकार्थी शब्द हो भनिएको छ कर्म, काम, माथको पर्यायवाची शब्द शिर, असलको विपरीतार्थी शब्द खराब, मानिसको समूहलाई भिड भनिन्छ। खेमराज ठुलो घरको सानो कोठीमा बस्छन्। मन्दिरको छेउमा फुल बेच्ने उनी व्यापार गर्दा घाटा हुने कुरामा सजग छन्। यही व्यवसायका आडमा उनले आफ्नो जीवन चलाएका छन्। देवालयको पर्यायवाची शब्द मन्दिर, फुलको श्रुतिसम भिन्नार्थक शब्द फुल, नाफाको विपरीतार्थी शब्द घाटा र लघुतावाची शब्द कोठी। एकपटक सन्तमाया हाम्रो कार्यालयमा आएकी थिइन्। उनको अनुहारमा चिल्लो बढेको थियो, शरीरमा हेर्न हुने गरी मासु पसेको थियो, गालामा हाड पुरिन लागेका थिए, निधारमा बडे माको कालो मखमली टीका लगाएकी थिइन्। अनेकार्थी शब्द हो टीका, तनको पर्यायवाची शब्द शरीर, फुस्रोपनको चिल्लोपन र सिङ्गो शब्द चाहिँ कार्यालय भन्ने हुन्छ। विद्यार्थी भाइ बहिनीहरू, अर्को प्रश्नमा समयमा पानी नपरेपछि किसानहरूलाई निकै चिन्ता पर्छ। दिनभरि कुटो कोदालो गरी जीवन धान्नेहरूका लागि धान्ने किसानहरू पानी नपरेपछि सुक्खा भएको पोखरी नजिकै भेला भए। गाउँका केटाकेटीहरू पनि मेला झैँ ठानेर उपस्थित भए। अनेकार्थी शब्द हो रे, अनेकार्थी शब्द मेला हो। तलाउको पर्यायवाची शब्द पोखरी हो। मरणको विपरीतार्थी शब्द जीवन हो। अनि कोदालोको लघुतावाची शब्द हो भनेर गर्नुपर्छ, पहिचान गर्नुहोला। यी जम्मै शब्द पहिचानसँग सम्बन्धित अभ्यासहरू रहेका छन्। देवकोटाले जीवनमा पारिवारिक वियोगका असह्य पीडा खप्नु पर्यो। उनले 25 वर्षको हुँदा आमा गुमाए। त्यसको केही साल पनि पुग्न नपाउँदै बुबा तिलमाधवको पनि देहावसान भयो। संयोगको विपरीतार्थी शब्द वियोग हुन्छ। व्यथाको पर्यायवाची शब्द पीडा हुन्छ। अनि साल अनेकार्थी शब्द हो भने सहनै नसक्नेलाई असह्य पीडा भनेर भनिन्छ। अष्टनारायणको कालगतिले मृत्यु भएपछि सब गुठियारहरू जम्मा भए। बाँसको अर्थी बनाएर सब उठाएर घाटसम्म लैजाने तयारीमा जुटे। दयाको लेस पनि नभएका गोदत्त प्रसाद त्यसबेला त्यहाँ आएर सान्त्वना दिँदै काजक्रियाका लागि आवश्यक सहयोग गर्ने कुरा बताए। जन्मको विपरीतार्थी शब्द मृत्यु, समयको पर्यायवाची शब्द बेला, श्रुतिसम भिन्नार्थक शब्द यहाँ चाहिँ सब र सब हुन्छ भने सिङ्गो शब्द चाहिँ दुईटा छन् यहाँनिर। एउटा घाट सिङ्गो शब्द छ, अर्को अर्थी। विद्यार्थी भाइ बहिनीहरू, प्रश्न नम्बर 15 मा 5 लाख डुब्यो भनेर अब मैले त्यसैमा चिन्ता लिएर मेरो ज्यान सुकाउनु भन्दा आत्मविश्वासको ऊर्जाले ज्यान बचाउनुतिर लाग्नुपर्छ। 2 वर्ष अरबको खाडीमा बसेर कमाएको धन गोलखाडीमा गयो त के गर्ने? आफ्नै बुद्धिले गयो। मरुभूमिमा पसिना बगाएर कमाएको त्यो मेरो धन झुक्याएर लाने त्यस्ता दुष्टलाई भगवानले पनि सजाय देलान् नि। तापको चिन्ता पर्यायवाची शब्द, अविश्वासको विपरीतार्थी शब्द विश्वास, तिरको श्रुतिसम भिन्नार्थक शब्द तिर, सिङ्गो शब्द हो भनेको छ। त्यहाँनिर हाम्रो सिङ्गो शब्द चाहिँ मरुभूमि भन्ने छ। माना, छाना र नाना जस्ता मानिसका आधारभूत आवश्यकताको प्रमुख स्रोत वनस्पति हो। उद्योगका लागि कच्चा पदार्थको मूल स्रोत पनि वनस्पति नै हो। हामीले यस्ता वनस्पतिको संरक्षण गर्नु जरुरी छ। नरको पर्यायवाची शब्द त्यहाँ मानिस छ। पाकेको विपरीतार्थी शब्द कच्चा भन्ने छ। मूलको विपरीत श्रुतिसम भिन्नार्थक शब्द मूल हुन्छ र सिङ्गो शब्द यहाँ चाहिँ उद्योग सिङ्गो शब्द छ, संरक्षण सिङ्गो शब्द छ। प्रश्न नम्बर 17, हामी बसोबास गर्दै आएको यस जगतमा पनि नदी, वृक्ष, सूर्य, चन्द्र सबैले कसैलाई केही न केही दिई परोपकारी कार्य गरेर कर्तव्य पूरा गरेका छन्। नदीले जल दिएर, वृक्षले फलफुल दिएर, सूर्यले ताप र चन्द्रले शीतलता दिएर आफ्नो कर्तव्य पूरा गरेका छन्। यसबाट कर्तव्य पालन प्राकृतिक, नैसर्गिक र महान कुरा हो भन्ने कुरा पुष्टि हुन्छ। अधिकारको मोलतोल त कमजोरको झुन्डमा मात्रै हुन्छ। संसारको पर्यायवाची शब्द जगत, तुच्छको विपरीतार्थी शब्द महान, अनेकार्थी शब्द यहाँबाट चाहिँ अब शीतल भन्ने शब्द अनेकार्थी शब्द छ विद्यार्थी भाइ बहिनीहरू। त्यसै गरी
फल फल पनि अनेकार्थी शब्द छ, ताप अनेकार्थी शब्द छ, सिङ्गो शब्द चाहिँ झुण्ड भन्ने शब्द चाहिँ सिङ्गो शब्द छ। एक रात कृष्ण राय खाइपिई खटियामा सुत्ने यत्न गरिरहेका थिए। तिनका मनमा धेरै प्रकारका विचार आउन थाले। तिनको जीवन कसैले पनि असफल भएको भन्न सक्दैन। तिनको कोही बैरी पनि थिएन। 45 वर्षको यत्रो लामो जीवनमा तिनले कसैलाई शत्रु बनाएनन्। त्यसै बेला तिनमाथि अचानक लट्ठी प्रहार भयो। जमर्को पर्यायवाची शब्द यत्न हो। मित्रको पर्यायवाची शब्द शत्रु, बैरी अनेकार्थी शब्द हो। यहाँनिर चाहिँ अनेकार्थी शब्द खोजी गर्नुपर्ने छ विद्यार्थी भाइ बहिनीहरू। बेला अनेकार्थी शब्द हो भने खटिया खाटको लघुतावाची शब्द हो। अर्को छ कुनै पनि भाव अभिव्यक्त गर्ने माध्यम भाषा हो भने भाषिक अभिव्यक्तिको तरिका शैली हो। विशेष किसिमले कुनै काम गर्ने प्रणाली वा पद्धति, काम गराएको ढाँचा, परिपाटी, छाँटकाँट आदिलाई नै शैली भनिन्छ। हुन त शैली एक प्रकारको माध्यम हो, तर सबै साहित्यिक कृतिमा शैलीको महत्त्व हुन्छ। भाषाको स्वाभाविक सुन्दरता, सशक्तता, साहित्यिक उच्चता र लेखकको योग्यताबाट शैलीको जन्म हुन्छ। भाषा मानव सभ्यताको समाजको उपहार हो। यसको उत्थानमा हामी सबै लाग्नु आवश्यक हुन्छ। शब्दलाई सङ्कलन गरेर शब्दकोश तयार पारिन्छ। यसमा शब्दका अर्थ समावेश गरिएका हुन्छन्। सौगातको पर्यायवाची शब्द उपहार, पतनको विपरीतार्थी शब्द उत्थान, अनेकार्थी शब्द अर्थ र सिङ्गो शब्द शब्दकोश यसरी चाहिँ रहेका छन्। हर्कबहादुर कोदालीले खेत खन्दै पराक्रम गरेर आफ्ना जहान परिवार पाल्ने गर्छ। उदार दिलको हर्कबहादुरसँग परम्परागत र आधुनिक दुवै तरिकाको खेती गर्ने ज्ञान छ। दिनभरि खेतबारीमा काम गर्छ अनि साँझमा घर गएर कलमा हात गोडा धोएर एकछिन आराम गर्छ। यो उसको दिनचर्या हो। पौरखको पराक्रम पर्यायवाची शब्द, सङ्कीर्णको उदार विपरीतार्थी शब्द, अनेकार्थी शब्द त्यहाँ काम छ अनि कल पनि छ। कोदालोको लघुतावाची शब्द कोदाली। सन्दुक रोहित यो देशका नक्षत्र हुन्। नेपालको दुर्गम पहाडमा जन्मिएर नेत्र विशेषज्ञको रूपमा नेपालको नामलाई संसारभरि फैलाउन रोहितको हात महत्त्वपूर्ण रहेको छ। उनले हालसालै बहराइनका राजा पूर्व राजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्ड फर सर्भिस टु ह्युम्यानिटी पनि प्राप्त गरेका छन्। लोचनको पर्यायवाची शब्द नेत्र हो। सुगमको विपरीतार्थी शब्द दुर्गम हो। अनेकार्थी शब्द यहाँ हात छ। त्यसै गरी सिङ्गो शब्द चाहिँ विशेषज्ञ। असार महिना किसानहरूको माना रोपेर मुरी फलाउने समय हो। सूर्यको तेजिलो प्रकाशको समेत परवाह नगरिकन हर्षले काममा तल्लीन हुन्छन्। आकाशमा बादलको समेत त्यान्द्रो समेत नहुँदा पनि घामको तापबाट विचलित नभइकन मानिसहरू काममा खटेको दृश्य मनमोहक देखिन्थ्यो। भास्कर शब्दको पर्यायवाची शब्द घाम छ, सूर्य छ। विस्मातको हर्ष अनेकार्थी शब्द हो काम, ताप अनि लघुतावाची शब्द चाहिँ यहाँ त्यान्द्रो भन्ने शब्द चाहिँ लघुतावाची शब्दको रूपमा आएको छ। प्रश्न नम्बर 23 विद्यार्थी भाइ बहिनीहरू, प्राकृतिक सुन्दरताले भरिएको नेपालको पूर्वी पहाडी जिल्लामा जन्मिएको मेरो बाल्यकाल ढुङ्गा माटोसँग खेल्दै बित्यो। कृषि पेशामा आबद्ध मेरा आमा बुबाको पीडा खेतबारीमा बग्दथ्यो। जति नै पसिना बगाए पनि कहिल्यै पनि प्रशस्त मात्रामा अन्नको उत्पादन बढेर लक्ष्मीको बास हुँदैन थियो। चैत वैशाखतिर खोलाखालीतिर तुसा पलाएका निगुरोको तरकारी पाक्दा मन अति प्रफुल्लित हुन्थ्यो। अर्थसँग सधैँ दुश्मनी बढेको मेरी आमाको थैलीमा पैसाको अभाव रह्यो, सधैँ रह्यो। पाषाण शब्दको पर्यायवाची शब्द ढुङ्गा, कृत्रिमको विपरीतार्थी शब्द प्राकृतिक, अनेकार्थी शब्द अर्थ अनि लघुतावाची शब्द चाहिँ थैली। 24 लामो समयसम्मको अनावृष्टिका कारण खोल्सा खाल्सीमा रहेको पानीका मुहानहरू सुकेका कारण पोखरीमा ताल तलैया पनि सुक्दै गए। पानीको हाहाकार भएकाले सबैलाई पानीको व्यवस्था गर्न कठिन हुँदै गयो। यो साल पानी नपर्ने भयो भन्दै आत्तिएका गाउँलेहरू
गाउँलेका आशाका केन्द्र थिए कर्मा लामा। दहको पर्यायवाची शब्द पोखरी, अतिवृष्टिको विपरीतार्थी शब्द अनावृष्टि, अनेकार्थी शब्द हो। यहाँ चाहिँ अनेकार्थी शब्दको रूपमा रहेको छ ताल, अनि लघुतावाची शब्द चाहिँ खुल्सी भन्ने शब्द रहेको छ। यसै गरी विद्यार्थी भाइ बहिनीहरू, आधुनिक विज्ञान र प्रविधिले विकास गरेका विभिन्न प्रकारका उपलब्धिलाई उचित तरिकाले प्रयोग गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो। नयाँ नयाँ आविष्कारले गर्दा मानव जाति हुनुमा प्रशस्त गर्व गर्ने ठाउँ छ। नरको पर्यायवाची शब्द मानव, प्राचीनको विपरीतार्थी शब्द आधुनिक, गर्वको श्रुतिसम्म भिन्नार्थक शब्द गर्व, सिङ्गो शब्द हो भनेको छ। प्रविधि चाहिँ सिङ्गो शब्द हो, आविष्कार पनि सिङ्गो शब्द हो। इन्टरनेट बजार भनेको विद्युतीय उपकरणबाट नवीन व्यवसाय गरिने नवीन व्यवसाय हो। यसमा इन्टरनेटलाई मुख्य आधार मानिन्छ। यसमा विद्युतीय उपकरण, प्रविधि र सञ्जालका माध्यमबाट एउटा बजार व्यवस्थापन गरिन्छ। व्यापार व्यवसायको उत्थानमा इन्टरनेटको महत्त्वपूर्ण भूमिका रहेको कुरा साँचो हो। नूतनको पर्यायवाची शब्द नवीन, पतनको विपरीतार्थी शब्द उत्थान, अनेकार्थी शब्द साँचो र सिङ्गो शब्द विद्युतीय उपकरण, व्यवसाय, सञ्जाल आदि हो। प्रश्न नम्बर 27, नेपाली संस्कृतिले एकले अर्कोलाई उपेक्षा गर्न नहुने सिकाएको छ। अन्यायमा परेका मानिसको उद्धार गर्न न्यायका लागि प्राणको बाजी थापेर भए पनि सत्य कुरा बोल्न सिकाएको छ। घरमा आउने माग्ने, दिन दुखीलाई एक साथ खान दिनु, वयोवृद्धको सहयोग गर्नु, बाटोमा हिन्तु नचिन्तु भई लडिरहेका मानिसको उपकार गर्नु, अपाङ्ग, टोरा, अनाथको सहारा बन्न पनि हामीलाई हाम्रो संस्कृतिले सिकाएको छ। यस कार्यबाट हामी अमर बन्नेछौँ। गृहको पर्यायवाची शब्द घर हो। अपेक्षाको विपरीतार्थी शब्द उपेक्षा हो। अनेकार्थी शब्द यहाँ चाहिँ सहारा भन्ने शब्द पनि छ। त्यसै गरी अर्को अनेकार्थी शब्द बाजी भन्ने शब्द रहेको छ र सिङ्गो शब्द चाहिँ यहाँनिर अमर भन्ने शब्द सिङ्गो शब्दको रूपमा आएका छन्। संसारका सबै प्राणीलाई जन्मनासाथ सबभन्दा सुरक्षित र आनन्दी आश्रय स्थल आमाको न्यानो काख र छाती हो। हुन पनि हो, जसले 9 महिनाको अतिशय गर्भ बोकी संसारमा हेर्न 2 नेत्रका साथ जीवन दिएका छन्, त्यस्तै जननीलाई कुन सपुतले माया गर्दैन र? आमाको अर्थ नै दिव्य ममता हो। हामीले जन्म दिने आमाको ऋणलाई कर्म गरेर तिर्नुपर्छ। कर्म गर्न सिकाउने आमा सदैव पूज्य हुन्छन्। लोचन शब्दको अर्थ नेत्र, कपुत शब्दको अर्थ सपुत, अनेकार्थी शब्द कर्म, अनि त्यसै गरी सिङ्गो शब्द चाहिँ आएको एउटा पूज्य छ, दिव्य पनि छ, सपुत पनि सिङ्गो शब्दको रूपमा आएको छ। प्रश्न नम्बर 29 मा सृष्टिको अमूल्य देन दिवाकरको गति आफ्नै नियमबाट चलेको हुन्छ। पृथ्वीको गति पनि आफ्नै नियमबाट चलेको हुन्छ। पृथ्वीको उत्तर ढल्काइबाट तातो बढ्ने र दक्षिण ढल्काइबाट चिसो बढ्ने अकाट्य नियमलाई हामी सबैले मान्नु र स्वीकार्नु पर्छ। रविको पर्यायवाची शब्द दिवाकर, संसारको विपरीतार्थी शब्द पृथ्वी, अनि यसै गरी अनेकार्थक शब्द उत्तर र सिङ्गो शब्द अकाट्य रहेका छन्। नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो। वनजङ्गलले हराभरा भएको नेपालमा शीतल पवन चल्दा स्वर्गको आवास गर्न सकिन्छ। चौतारीमा बसेर चियाको गिलासमा शीतल हावा मिसाएर पिउँदाको नवीन आनन्द सजिलै अनुमान गर्न सकिन्छ। नूतनको नवीन, कृत्रिमको प्राकृतिक, अनेकार्थिक शब्द यहाँ आएको अनेकार्थी शब्द शीतल र सुर्को चियाको लघुतावाची शब्द हो भनेर उत्तर निर्माण गर्नुपर्ने हुन्छ। अर्को, नेपाल वीर वीरङ्गनाहरूको तागतमा एकीकरण गरिएको मुलुक हो। विभिन्न 2224 राज्यको
कलमा रहेको टाकुरे भुरे राज्यलाई पृथ्वीनारायण शाहले आक्रमण गरी एकीकरणको अभियान प्रारम्भ गरेका थिए। धेरै वीर गोर्खालीहरूको रगतको बलिदानबाट अखण्ड नेपाल देशको स्थापना भएको छ। पाइनको पर्यायवाची शब्द तागत, खण्डको विपरीतार्थी शब्द अखण्ड, वीरको श्रुतिसम्म भिन्नार्थक शब्द वीर र लघुतावाची शब्द चाहिँ यहाँ प्रयोग भएको लघुतावाची शब्द अब भुरे टाकुरे यी चाहिँ लघुतावाची शब्द हुन्। अनि हिमाली चिसो हावालाई स्पर्श गर्दै गगनमा एक हुल चराहरू उड्दै थिए। आफ्ना पखेटाका शक्तिको उचित प्रयोग गर्दै धरतीमा उर्लने बेलाको पर्खाइमा रहेका चराको वेग अकाट्य थियो। सगरको पर्यायवाची शब्द गगन, अनुचितको उचित, अनेकार्थी शब्द वेग, बेला, सिङ्गो शब्द अकाट्य। यसैगरी अर्को प्रश्न छ, नेपाल प्राकृतिक सुन्दरताको खानी भएको देश हो। यहाँका हिमाल नेपालको बर हो। यहाँका जल अमृत तुल्य छन्। नेपालको प्राकृतिक सुन्दरतालाई मधुपान गर्नका लागि वर्षेनी लाखौंको संख्यामा पर्यटक नेपाल घुम्न आउने गर्छन्। यहाँको सुन्दरताबाट विश्वका सबै पर्यटकहरू कृतज्ञ हुने गर्छन्। पीयूषको पर्यायवाची शब्द अमृत, कृत्रिमको प्राकृतिक विपरीतार्थी शब्द, अनेकार्थ शब्द यहाँ चाहिँ अनेकार्थ शब्दको रूपमा आएको शब्द छ खानी, बर, सिङ्गो शब्द कृतज्ञ, पर्यटक। देश विकासमा सबैको प्रज्ञा र तागतको साँचो अर्थमा प्रयोग हुन जरुरी छ। को कनिष्ठ, को ज्येष्ठ, को सज्जन, सबैको भावनात्मक एकता नै देशको मुहार फेर्ने कडी हो। मेरो भन्दा पनि हाम्रो भन्ने बारे भावनाको विकासले देशको विकास हुने कुरा अकाट्य छ। शक्ति पाइनको पर्यायवाची शब्द तागत, ज्येष्ठको विपरीतार्थ शब्द कनिष्ठ, अनेकार्थी शब्द साँचो र अर्थ, सिङ्गो शब्द चाहिँ अकाट्य। 35 मा छ, अपरझट असिना पानी परेर बाढी पहिरो जाँदा धेरै धनजनको क्षति भएको समाचार चारैतिरबाट छाएको छ। फेरि राहत वितरण कार्यमा समेत प्रतिकूल मौसमले गर्दा अवरोध आएको छ। अन्य कुरालाई थाती राखेर भए पनि राहत वितरण कार्यलाई प्राथमिकता राखेर निकास निकाल्नु सरकारको पहिलो कदम हुन्छ। 81 को पर्यायवाची शब्द अपरझट, अनुकूलको विपरीतार्थी शब्द प्रतिकूल, तिरको तिर अनि थोपोको पानी। लघुतावाची शब्द चाहिँ पानीको लघुतावाची शब्द थोपो हुन्छ। हामी सबैको राष्ट्रप्रतिको सच्चा बलले देश छिट्टै उँभो लाग्ने कुरामा कुनै दुविधा छैन। हामीमा भएको प्रज्ञाको क्षितिजलाई अलि व्यापकता दिने हुने यो सुन्दर देशले विकासको गति लिन सक्छ। आजैबाट जुटौँ र देशलाई विकसित बनाऊ। मेधाको पर्यायवाची शब्द प्रज्ञा हो। उँधोको विपरीतार्थी शब्द उँभो, अनेकार्थी शब्द हो क्षितिज र सिङ्गो चाहिँ क्षितिज शब्द, क्षितिज चाहिँ सिङ्गो शब्द हो भने अब अनेकार्थी शब्द यहाँ भएको शब्दमा अनेकार्थी शब्द प्रज्ञा नै हुन्छ र गति पनि हुन्छ। अत विद्यार्थी भाइ बहिनीहरू यहाँ उत्तरका चाहिँ कुराहरू पनि छन्। जहाँ रहनुहुन्छ स्वस्थ मस्त र व्यस्त रहनुहोस्। र यो हामी इलर्न नेपाली युट्युब च्यानल मार्फत यस्ता धेरै भिडियोहरू, शैक्षिक सामग्रीहरू लिएर उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोला, आवश्यक सुझाव पनि दिँदै गर्नुहोला। धन्यवाद, नमस्कार।